प्रभु येशू ख्रिस्टको नाउँमा यहाँहरू सम्पूर्णलाई जय मसीह तथा नमस्कार। आज फेरि पनि यहाँहरूको बीचमा मैले पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन लिएर आएको छु र यो परमेश्वरको वचनको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। आमेन। र आजको परमेश्वरको वचनको शीर्षक रहेको छ नयाँ सृष्टि हुनको निम्ति येशू ख्रिस्टलाई विश्वास गर्नुपर्दछ। आमेन। प्रियजनहरू, पवित्र धर्मशास्त्र बाइबल अनुसार तपाईँ र हामी मानिसहरू नयाँ सृष्टि हुनको निम्ति हाम्रा व्यक्तिगत उद्धारकर्ता मुक्तिदाता येशू ख्रिस्ट प्रभुलाई विश्वास गरेको हुनुपर्दछ भनेर पवित्र धर्मशास्त्र बाइबलमा स्पष्ट रूपमा बताइएको छ। प्रियजनहरू, शीर्षकमा भनिएको छ मानिसहरू नयाँ सृष्टि हुनको निम्ति हाम्रा येशू ख्रिस्ट प्रभुलाई विश्वास गर्नु पर्दछ भनेर पवित्र धर्मशास्त्र बाइबलको सत्य र जीवित वचनमा स्पष्ट रूपमा बताइएको छ। प्रियजनहरू, पवित्र धर्मशास्त्र बाइबल अनुसार तपाईँ र हामीहरू नयाँ सृष्टि हुनको निम्ति यानि कि नयाँ जीवन प्राप्त गर्नको लागि हाम्रा येशू ख्रिस्ट प्रभुलाई तपाईँ र हामीहरूले विश्वास गर्नु पर्दछ भनेर पवित्र धर्मशास्त्र बाइबलको वचनबाट तपाईँ र हामीहरूले स्पष्ट रूपमा बुझ्न सक्दछौँ। र म यहाँहरूको बीचमा पवित्र धर्मशास्त्र बाइबलको नयाँ करारको पुस्तक दोस्रो कोरिन्थीको पुस्तक 5 अध्यायको 17 पद पढेर यहाँहरूका निम्ति सुनाइदिन चाहन्छु। परमेश्वरको वचनमा यस प्रकारले लेखिएको छ, यस कारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। आमेन। परमेश्वरको वचन पढाइ र सुनाइमा परमेश्वरले प्रशस्त मात्रामा मलाई र यहाँहरूलाई आशिष दिनुभएको होस्। प्रियजनहरू, यदि तपाईँहरूले हाम्रा येशू ख्रिस्ट प्रभुलाई अहिलेसम्म विश्वास नगरिकन नयाँ सृष्टि हुन पाउनु भएको छैन भने यसै घडी गएर हाम्रा येशू ख्रिस्ट प्रभुलाई विश्वास गर्नुहोस्, यानि कि आफ्नो जीवनको व्यक्तिगत उद्धारकर्ता मुक्तिदाता भनेर मानिलिनुहोस्, विश्वास गर्नुहोस् भनेर म यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। प्रियजनहरू, तपाईँ र हामीहरू नयाँ सृष्टि हुनको निम्ति चाहिँ हाम्रा येशू ख्रिस्ट प्रभुलाई व्यक्तिगत उद्धारकर्ता मुक्तिदाता भनेर तपाईँ र हामीहरूले ग्रहण गरेको हुनुपर्दछ अनि विश्वास पनि
गरेको हुनुपर्दछ भनेर म यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। प्रियजनहरू, तपाईँ र हामीहरू नयाँ सृष्टि हुनको निम्ति चाहिँ तपाईँ र हामीहरूले हाम्रा येशू ख्रीष्ट प्रभुलाई मण्डलीमा गएर ग्रहण गर्नुपर्दछ अनि विश्वास गर्नुपर्दछ। विश्वास गरिसकेपछि हाम्रा येशू ख्रीष्ट प्रभुलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्दछ, महिमा प्रशंसा गर्नुपर्दछ, जय जयकार गर्नुपर्दछ भनेर पवित्र धर्मशास्त्र बाइबलको वचनको माध्यमद्वारा म तपाईँहरूलाई स्पष्ट रूपमा बताउन चाहन्छु। प्रियजनहरू, यदि तपाईँहरूले अझैसम्म पनि हाम्रा येशू ख्रीष्ट प्रभुलाई विश्वास गरेर नयाँ सृष्टि हुन पाउनु भएको छैन भने प्रत्येक शनिबार मण्डलीमा पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर येशू ख्रीष्टको नाउँमा आराधना सङ्गति हुन्छ। त्यहाँ गएर हाम्रा येशू ख्रीष्ट प्रभुको बारेमा योभन्दा पनि अझै धेरै विस्तृत रूपमा जानकारी लिएर हाम्रा येशू ख्रीष्ट प्रभुलाई विश्वास गरेर तपाईँहरू नयाँ सृष्टि हुनुहोस् परमेश्वरको राज्यमा भनेर म यहाँहरूलाई हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। र यो हार्दिक अनुरोधको साथमा यो वचनको भिडियोबाट म येशू भक्त गौतम यहाँहरूको बीचबाट बिदा हुन चाहन्छु। हस्त फेरि पनि हाम्रा उद्धारकर्ता मुक्तिदाता येशू ख्रीष्ट प्रभुको नाउँमा सम्पूर्णलाई भन्दछु जय मसीह तथा नमस्कार। आमेन। हालेलुया। सबैलाई जय मसीह।